ल अनुमान गर्नुहोस् त यो मोमो चाहिँ के को मोमो होला यो? ल यो मोमो के को मोमो होला भन्नु त? कसरी बनायो प्रियङ्का यो मोमो? गेस गर्नु भने यिनले पनि यो चाहिँ कोदोको होइन, यो कोदोको मोमो हो। हामीले पनि खाएको छैनौँ, ट्राई गरेका छैनौँ, यो फर्स्ट टाइम ट्राई गरे हो यो बनाएको चाहिँ होइन। अब यसबाट निकालेर चाहिँ यहाँ राख्दैछन्, चाहिँ भव्य देखिन्छ नि है। मोमो पाक्यो होइन, यो खाने बेला भयो। मसँग अलिअलि यहाँ चाहिँ यो मैदाको मोमो पनि छ, हामीले बनाएको चाहिँ छौँ। अनि यो अहिले मैले भने यो आटाबाट बनाएको मोमो हो होइन। हेर्नु त यो चाहिँ हामीले आटा अरे के अरे कोदोको मोमो हो होइन। तर यसमा धेरै कोदो छ, अब अलिअलि मैदा पनि छ त्यो जोड्नको लागि होइन, मार्नको लागि भनेर थोरै मात्रै मैदा छ अरे। त्यो भइसकेपछि आटा र आधा पनि मैदा पनि छ अरे त्यो गरेर बनाएको हो होइन। अनि अब हामीले धेरै बनाएको चाहिँ छैन, ट्राई गर्नु पऱ्यो। मिठो भयो भने कन्टिन्यू यही खाने। अब यो मैदा त्यति धेरै हेल्दी हुँदैन भनेर हामीले आज यो ट्राई गरे हो। कोदो त हामीले यसै पनि कोदोको रोटी बनाएर खान्छौँ नि त, कोदो त थाहा भयो होइन। म यो ट्राई चाहिँ गर्छु, तपाईँहरूलाई कस्तो हुन्छ भन्छु। मसँग यहाँ अलिकता यो सेसमी सिड भनौँ न, तिलको चाहिने झोल पनि छ, मोमोको झोल भन्छौँ नि हामी नेपालमा, मिठो छ। आम्बी ओके। अब यो कोदोको मोमो फर द फर्स्ट टाइम है ट्राई गरेँ है त मैले। हाल्दा खानु पऱ्यो पखा के गरेर खानु? मोमो खाऊ बाबा, मोमो खाऊ। ठिकै छ त यार, मिठो छ। यो खाएछ ठ्याक्कै यस्तो त हुँदैन। अब कोदो त कोदो नै भइहाल्यो होइन। तर यसलाई मोमोको रूपमा खानालाई यसरी चाहिँ चिकन हालेर भनौँ न, चिकन भेज जे भए पनि यसलाई चाहिँ टक्क बेरेर यसरी खाँदाखेरि त मलाई मन पर्यो है। हामी चाहिँ यसरी खान्छौँ, सायद चटनीहरूसँग टमाटरको चटनी अलिक पिरो पिरो बनाएर खानुभयो भने अझै मिठो हुन्छ जस्तो लाग्यो मलाई। हाइली रिकमेन्डेड। ल ट्राई गर्नुहोस् है। सबैलाई मन नपर्ने पनि सक्छ, मन पर्नु पनि सक्छ, तर हेल्थको हिसाबले चाहिँ मलाई त ठिक लाग्यो। हामी चाहिँ अब बनाएर खान्छौँ कहिलेकाहीँ। तपाईँ चाहिँ ट्राई गर्नु, कसैले बनाएर खाइसक्नु भएको छ भने पनि अर्को कुरा एड गरिहाल्छु है। मैले 3वटा यो कोदोको मोमो खाएँ होइन, ठुल्ठुलो साइज ठुलो भएछ। अनि यो अलिक हेभी हुन्छ है, त्यो चाहिँ ख्याल गरौँ होइन। अब कसैले बनाएर खाँदै हुनुहुन्छ भने धेरै चाहिँ नबनाउनु होला होइन। अब थोरै बनाएर ट्राई गर्नुहोस्। अनि यो चाहिँ चिसो भयो भन्दा अलिक तातो पनि मिठो हुँदो रहेछ। अलिकति मेरो अघि चिसो भएको थियो, अनि चिसो खाँदा र तातो खाँदा पनि मैले फरक पाएँ। अनि यो चाहिँ कोदोको मोमो चाहिँ उयो झोल मोमो त झोल त मिठो नै हुन्छ। अब यो व्हाइट मोमो यो मैदा खाँदाखेरि त अब फरक परिहाल्ने नै भयो। यो कोदोको मोमो खाँदाखेरि चाहिँ यसको लागि छुट्टै अलिक पिरो टमाटरको अथवा केहीको चटनी चाहिँ बनाउनु होला। त्यसले चाहिँ अझै बेटर टेस्ट दिन्छ जस्तो लाग्छ मलाई। धन्यवाद।